ल साथीहरु, मैले यहाँ कलमी गरेको थिएँ। यो चाहिँ के हो भने नि, यो मियाल हो, यो लोकल मियाल यो हैन। अनि अर्को चाहिँ मैले कलमी गरेको के हो भने, यस्तो पुरै निकालिदिनु पर्छ। कलमी भन्दा तलको भागमा यस्तो पलाकोहरु निकालिदिनु पर्छ के, यस्तै पुरै यो हैन। पुरै छेडेछ के, अझ यतातिरबाट नि छेडेछ। यो यस्तो पुरै सफा गरिदिनु पर्छ। यो कलमी गरेको भागभन्दा तल पलाउँछ। अनि यो मैले कलमी गरेको के हो भने नि, यो विकासे यो मियाल हो। यो चाहिँ यत्रो यत्रो लगभग ठुल्ठुलो साइजको फल्छ यो मियाल। यो चाहिँ राम्रो खाले मियाल हो के यो। त्यही भएर मैले कलमी गरेको। कलमी गर्दाखेरि यो माथिको भाग पनि पुरै हावा नजाने गरी बान्नुपर्छ। यसरी तलको भाग पनि पुरै हावा नजाने गरी पुरै बान्नुपर्छ, पुरै काटेर। मैले चाहिँ एउटै हाँगामा, यो मोटो थियो नि त डाँख्ला, त्यही भएर मैले दुईटा हालिदिएको। एउटै साइजमा नभएको हुनाले मैले दुईटा हालिदिएको। तर राम्रोसँगै भएको छ है। अब यो अझै पनि 1 महिना भयो। यो पुस अनि माघ भनेपछि फागुन लाग्यो अहिले हैन। फागुनको अहिले भनेपछि 2.5 महिना भएछ। यो 2.5 महिना भयो यो कलमी गरेको। तर यतिको सक्सेस भएको छ। एउटामा चाहिँ अलिकति पलाछ, अनि अर्कोमा चाहिँ मजाले पलाइसकेको छ। दुईटा हाँगा हो के, मैले दुईटा जोडेको। यसरी तल तल पलाएको हो भने निकालिदिनु पर्छ है त। तपाईहरुले पनि यदि कलमी ग्राफ्टिङहरु गर्नुभयो भने यस्तो गर्नु होला। ग्राफ्टिङ गर्ने सिजन चाहिँ गइसक्यो। अब यसको मियालको, नासपातीहरुको सकेसम्म पुसमा गर्नुपर्ने हुन्छ। पुस अनि माघमा गर्यो भने राम्रो हुन्छ। मैले पनि त्यही अनुसार गरेको। यतिको राम्रो भयो है। यस्तै चाहिँ कलमी सम्बन्धी भिडियोहरु हेर्नु होला, राम्रोसँग गर्नु होला है। मैले पनि अब यो गरेको। यस्तै चाहिँ मियालमा गर्यो भने बोटहरु पनि मर्दैन, सारिरहनु पनि पर्दैन। यो चाहिँ छिटो भन्दा छिटो फल्छ, फल लाग्छ यसमा। यो कलमी गरेकोमा छिटो भन्दा छिटो फल लाग्छ के है। ल भिडियो के कस्तो लाग्यो कलमी सम्बन्धी हजुरहरु कमेन्ट गर्नु होला। अनि फेरि नयाँ भिडियो अर्को पटक हाल्ने नै छु।